वेलकम टु मगर भ्लग्स। आज चाहिँ हामी मोमो बनाएर खाने प्लानमा छौँ। आज हाम्रो घरमा फुपूहरू पुसाइहरू आउनु भएको छ। अनि विदेशबाट प्रदीप पनि आएको छ, फुपूको छोरा। अनि पुसाइ पनि इन्डियातिरबाट आउनुभएको छ। अनि हचुवाबाट पनि फुपूहरू आउनु भएको छ। रोल्पाबाट ठुलो फुपू आउनु भएको छ। अनि यता हाम्रो अमिता भान्जीहरू पनि आउनु भएको छ। अनि सबैजना मिलेर आज चाहिँ ल है बसेर यो हाम्रो भेटघाट चाहिँ यादगार बनाउनु पर्छ भनेर हाम्रो सानो प्लान। ओइ के चाहियो रे केटा? हक्का नुडल्स दुईटा हक्का नुडल्स। म मेरै घरको भिडियो बनाएर बस्छु नि। गएन म फुर्सदै पाएन। हाई हाई राम्री छिउ त गरे होइन? मेरो बुढी राम्रो छिनिन् र ठुली म नराम्रो यो त म लखटिहाल्थिनँ होइन। प्रदीप कटिङ चलिरहेछ नि, त्यही के अरे गोबी मात्रै कटिङ गर्ने हो कि मासु पनि कटिङ गर्ने हो? भान्जी त्यो गोबी पनि मिक्सरमा पिस्ने हो र? मिक्सर रेडी गर्ने हुनुहुन्छ, गोबी पनि मिक्सरमा पिस्ने जस्तो लाग्यो नि मलाई। अर्को मिक्सर वाला खै मल्टिपल वाला यता के हो? गोबी वाला बन्द गोबी वाला बाबु हेर्नु क्या अनुहार यस्तो चिन्ला नि। मामा घर चाहिँ मोमो मोमो पाक्दैछ, मिठो मिठो मोमो। के अरे कति घन्टापछि मिठो मोमो खान आउनु होला ल। यता पनि यो के अरे अचार बनाउनलाई सानो सानो बनाउने हो कि भिडियो। मोमो त्यो बन्छ नि, एउटा यहाँ राख्यो, एउटाले बेलेको बना, थोरै फेरि काट, त्यही त होला। ल मोमो वाली हजुर यही बाटो पहिला गराए जस्तो हामी हिजो फुर्सदमा खाएर त्यही गर्नु होला। म त जिन्दगीमा त्यस्तो देख्दैन हिजो सातै सामनालाई अवतार चाहिँ लाग्दैन। पुरानो भइसक्यो बिचन नभ्याएर नभ्याएको मान्छेले के अरे खना राख्छन् भाँडामा।
कोहीले बिचारा यता भन्छन् कोहीले यता भन्छन् भाँडामा खनाएर राख्दै यो कोटा हो गाइस यहाँ चाहिँ हाम्रो आज मोमो Cheers! Cheers! हानिकारक छ भने लेख्नु त्यहाँ के त्यस्तै त हाम्रो मामाको भुँडी फुल्ले होइन नि त्यस्तै त हाम्रो मामाको भुँडी फुल्ले होइन त्यसै त होइन यो चाहिँ हाम्रो बच्चा पार्टीको छुट्टै भइरहेछ हेलो गाइज हेलो हेलो बाबु हेलो हाई हाई ल ल हेलो गाइज हेलो मोमो लवर यहाँ हुनुहुन्छ सबैले हाई गरिदिनु है हामीले मोमो खाइरहेको मान्छेले हेरेर चाहिँ लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु भनिदिनु के भयो बेस्ट मोमो डाम्लोवाला मोमो यहाँ चिल्लर पार्टी यहाँ छ हेलो चिल्लर पार्टी हाई गरिदिनु त सानालाई नदेऊ है फेल भयो नानी कोक छ यहाँ हेलो कुनामा बस्ने काम नगरौँ न ओजेलमा परिन्छ आमा मोमो खाएर भएर यतिका धेरै भाँडा चाहिँ हाम्रो कान्छी बहिनी भान्जीहरूले मिलेर मार्दै हुनुहुन्छ ल खाने चाहिँ हामीले दुःख चाहिँ यिनलाई भयो बिचरा कत्रेसम्म मार्ने हो यो भाँडा मोमो खाने कार्यक्रम पनि सक्यो अब सुनसान हुन लाग्यो ल सबैजना घोप्टी पर बस्नु भएको छ